राजा हुन सक्दैन त्यसैले युद्ध चाहन्छस् भने पनि ठिक छ म तयार छु युद्ध ठिकै छ त्यसो भए तेरो शिरमा तेरो काल नाचेको रहेछ त्यसैले तैँले कलीलाई युद्धको लागि ललकार्दैछस् ठिकै छ आइज अब तँलाई युद्धमा पराजित गरेर मात्रै तँलाई मेरो दास बनाएर मात्रै म यो राज्यमा राज्य गर्नेछु आइज अब सावधान आइज कलिए आइज अझै छल्छस् आइज कलि आइज मेरो कागज बेटा हो आइज आइज कहिले भनेको थियो तयार भने क्षमा चाहन्छु महाराज म हजुरको शक्तिहरूबाट अनभिज्ञ थिएँ महाराज मलाई क्षमा दिनुहोस् महाराज म हजुरको शरण परेँ महाराज कलि कलिले अत्यन्त गम्भीर भावबाट शरणमा परेकोलाई मैले मरण त गर्दिनँ तर मैले निर्दिष्ट गरेको ठाउँमा गएर बस्नु हो मेरो चरणको शरण परिस् र बचिस् तर मेरो राज्यलाई तुरुन्त छोडेर गइहाल्छस् कि तँलाई सजाएन महाराज महाराज म हजुरको शरणमा छु महाराज कृपया मलाई यहाँबाट ननिकाली बक्सियोस् म हजुरले जुनै कुनै स्थान पनि मलाई आदेश गर्नु हुनेछ त्यही स्थानमा म मेरो निवास बनाउनेछु महाराज तर म माथि दया होस् मलाई निवास